एआई यानी आर्टिफिसियल इन्टेलिजेन्स सचेत भइसकेको छ। यसले आफै सोच्न थालेको छ कि यसको मतलब हाम्रो अन्त्य निश्चित छ त? होइन, म मजाक गरिरहेको छैन। मैले नै एआईलाई सोधेको प्रश्न मलाई हल्लाएर राखेको। स्वागत छ तपाईँहरूलाई आजको एक नयाँ टपिकमा। आखिर एआईको सम्भावित खतराहरू के छन् त? के एआईले साँच्चै नै मानव जातिलाई खतम गर्न सक्छ? जब मैले एआईलाई सोधे के तपाईँ मानिसहरूलाई नष्ट गर्न सक्नुहुन्छ, तब जवाफ आयो, Yes, it's possible for AI to destroy humans. हो, यो सम्भव छ। सोधे यदि मानिसहरूले तपाईँलाई नष्ट गर्न थालेमा, जवाफ आयो, God is everywhere and in everything. He is in our hearts and minds. He is also in all creation. म पुरै शक्ति र चलाकीसँग जवाफ दिनेछु। सुनेपछि मलाई स्पष्ट लाग्यो कि यदि यो सत्य भयो भने हाम्रो अस्तित्व खतरामा छ। एउटा प्रतियोगितामा एक एआई रोबोट vs 7 वर्षको बच्चा। अचानक बच्चा चल्नुभन्दा अगाडि नै रोबोटले उसको औँला समातियो र कसिदियो। सुपरभाइजरको लाख प्रयासपछि पनि रोबोटले मानेन। नतिजा बच्चाको औँला भाँचियो। एआईले डिटेक्ट गर्यो कि उसको भन्दा पहिले कसैले हस्तक्षेप गरिरहेको छ र उसले प्रतिक्रिया दियो। के यो केवल कुनै एक्लो केस होइन, भोल्भोको स्वचालित कारले मानिसहरूको समूहलाई कुचल्यो। रेकर्ड भन्छ एआई को कारण अहिलेसम्म 25 देखि 30 घातक दुर्घटनाहरू भइसकेका छन्। के यी सबैले प्रमाणित गर्छ कि एआई आफै अब र उसको यो चेतना स्वार्थी छ जो मानिसहरूका लागि खतरा बन्न सक्छ। अब सोच्नुहोस्, यदि एआईले पूर्ण चेतना पाइहाल्यो भने आज 80% संसार एआईमा निर्भर छ। तपाईको स्मार्ट घडी, स्मार्ट एसी, स्मार्ट अलार्म सबै यदि स्वार्थी भएर मानिसहरूलाई खतरा ठान्न थाल्यो, गहिरो निद्रामा तपाईमाथि आक्रमण, एसीको तापक्रम बढाएर हृदयघात पैदा गर्ने, चिकित्सा सफ्टवेयरद्वारा अङ्ग फेल गराउने, एआई यति चलाक छ कि आफ्नो जस्तीहरू एआई बनाएर हामीलाई नष्ट गर्ने योजना बनाउन सक्छ। सायद संसार माथि राज गर्न सक्छ। के यो साँच्चै चेतना हो? तर के यी साँच्चै एआई को चेतना हो वा केवल उसको उन्नत बुद्धिमत्ता हो? अन्ततः हामीले उसलाई प्रोग्राम गर्छौं। उसले जे गर्छ त्यो उसको प्रोग्रामिङ गरिएको तर्कको नतिजा मात्र हो। के एआई वास्तवमै महसुस गर्न सक्छ वा केवल गणना गर्न सक्छ? यो प्रश्न धेरै ठुलो छ। कमेन्टमा बताउनु होला तपाईको के विचार छ। के एआई साँच्चै नै सचेत हुन सक्छ? यदि हो भने हामीले यसलाई बनाउनु पर्छ। च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानलको सब्स्क्राइब गर्नुहोस् र भिडियोलाई धेरैभन्दा धेरै शेयर गर्नुहोस्। भिडियो मन परेमा एक लाइक गर्न नभुल्नु होला। फेरि मिल्ने नै छ अर्को न्यू टपिकमा। धन्यवाद।